रोमानियामा चाहिँ आफ्नो फ्यामिलीलाई चाहिँ बोलाउन के कस्तो प्रोसेसहरू हुन्छ, के हामीलाई चाहिँ पहिलादेखि नै तयारी भएको हुनुपर्छ अनि त्यो सबै कन्डिसनहरू पुरा छ भने तपाईँले चाहिँ एप्लाई गर्न सकिन्छ। र यो फ्यामिलीको भिसा लगाउनलाई चाहिँ यो कुन भिसा हो? त्यो फ्यामिली रियुनिफिकेसन भिसा पनि छ। रोमानियाबाट तपाईँले आफ्नो फ्यामिलीलाई फ्यामिलीमा को भने तपाईँको वाइफ र तपाईँको बच्चाहरू मात्र यहाँ चाहिँ बोलाउन सकिन्छ। अब यो फ्यामिली रियुनिफिकेसन भिसा प्रोसेस गर्नको लागि पहिलो कन्डिसन के छ भने तपाईँको चाहिँ यहाँ चाहिँ रोमानियाको जुन तपाईँको यहाँको मिनिमम वेज छ, मिनिमम स्यालेरी जुन छ 4,325 ले त्यति तपाईँको कमसेकम मिनिमम यहाँ नेट स्यालेरी हुनु पर्यो। यदि तपाईँको चाहिँ नेट स्यालेरी चाहिँ 4,325 रोन छ भने तपाईँले चाहिँ एप्लाई गर्न सकिन्छ। यो एउटा कन्डिसन पुरा भयो। त्यसपछि अर्को कन्डिसन छ तपाईँको के भने तपाईँले चाहिँ कतिजनाले चाहिँ बोलाउनु पर्छ। अब तपाईँको चाहिँ एउटा वाइफ भयो होइन, र तपाईँ र तपाईँको चाहिँ चिल्ड्रेन कतिजना छन् होइन, त्यो अनुसारले तपाईँको चाहिँ अब तपाईँको चाहिँ तपाईँ र तपाईँको वाइफको लागि एउटा कोठा भयो होइन, एउटा रुम भयो, र तपाईँको चिल्ड्रेनको लागि पनि कोठा हुनु पऱ्यो। त्यो अनुसारले तपाईँलाई चाहिँ एउटा अपार्टमेन्ट तपाईँको नाममा कन्ट्र्याक्ट हुनु पऱ्यो। तपाईँको चाहिँ नाममा यदि कुनै अपार्टमेन्ट कन्ट्र्याक्टमा छ है, तपाईँले चाहिँ अलरेडी कुनै एउटा अपार्टमेन्टमा तपाईँले चाहिँ कन्ट्र्याक्ट पेपर लिएर अनि बस्नु भइरहेको छ कुनै लोकेसन वाइज, त्यही लोकेसन वाइजको तपाईँको टिआरसी कार्ड पनि हुनु पऱ्यो होइन। अब जस्तै तपाईँले चाहिँ तपाईँको चाहिँ टिआरसी कार्ड डिफ्रेन्ट लोकेसनबाट छ होइन, अनि तपाईँले चाहिँ अपार्टमेन्ट चाहिँ डिफ्रेन्ट लोकेसनमा तपाईँले राख्नुभएको छ भने त्यस्तो हुन्न। तपाईँले चाहिँ अपार्टमेन्ट डिफ्रेन्ट लोकेसनमा राखेर तपाईँले चाहिँ बस्नु भइरहेको छ भने त्यही लोकेसनमा तपाईँको टिआरसी कार्ड पनि हुनु पऱ्यो। यो कुरा तपाईँको हुनु पऱ्यो, मतलब तपाईँको एउटा अपार्टमेन्ट हुनु पऱ्यो जुनमा तपाईँको चाहिँ मजाले तपाईँको चाहिँ फ्यामिली चाहिँ इजिली चाहिँ बस्न सकोस् होइन, केही गाह्रो नहोस्, र त्यही अपार्टमेन्टको लोकेसन अनुसारले तपाईँको टिआरसी कार्ड हुनु पऱ्यो। त्यसपछि अर्को कन्डिसन के छ भने मिनिमम तपाईँको चाहिँ 1 साल पुरा हुनुभएको हुनु। तपाईँले रोमानियामा आएको 1 साल पुरा भइसकेको छ भने एप्लाई गर्न सकिन्छ आफ्नो फ्यामिलीको रियुनिफिकेसन भिसा। त्यसपछि अर्को कन्डिसन के छ भने अब तपाईँको चाहिँ रिजर्भ एक एमाउन्ट हुनु पर्यो तपाईँको ब्याङ्कमा, तपाईँको चाहिँ एमाउन्टहरू जुन छ तपाईँको चाहिँ ब्याङ्क एकाउन्टमा रिजर्भ हुनु पऱ्यो। ओके, अब तपाईँको चाहिँ कति एमाउन्ट भने त पर पर्सन है, जतिजनालाई बोलाउन चाहनुहुन्छ त्यतिजनाको लागि पर पर्सन तपाईँको मिनिमम तपाईँको 15देखि तपाईँको 18,000 तपाईँको लेयर रोन तपाईँको एमाउन्ट हुनु पऱ्यो। जस्तै अब 3जनालाई बोलाउनु पर्छ भने 3जनालाई मल्टिप्लाई गरिनुहोस् 15 इन्टु तपाईँको 3 45 लगभग 45देखि 50,000 तपाईँको लेयर रोन तपाईँको एमाउन्ट त्यति चाहिँ ब्याङ्कमा रिजर्भ हुनु पऱ्यो, मतलब ब्याङ्क ब्यालेन्स त्यति देखाउनु पऱ्यो। र तपाईँको जति वर्ष यहाँ बस्नुभएको छ र काम गर्नुभएको छ भने त्यो टोटली तपाईँको 1 वर्षसम्मको तपाईँले ट्याक्स तिरेको ब्याङ्क स्टेटमेन्ट स्यालेरीको डिटेलहरू पनि तपाईँले बुझाउनुपर्छ त्यहाँ पेपरमा। ओभरअलमा तपाईँले चाहिँ आफ्नो फ्यामिली रियुनिफिकेसनको भिसा एप्लाई गर्नको लागि तपाईँले चाहिँ 1 वर्ष पुरा भएको हुनु पऱ्यो। त्यसपछि तपाईँको एउटा अपार्टमेन्ट हुनु पऱ्यो होइन। त्यसपछि तपाईँको स्यालेरी जुन छ भने मिनिमम यहाँको जुन वेज छ है त्यति चाहिँ तपाईँको नेट स्यालेरी हुनु पऱ्यो। त्यसपछि तपाईँको चाहिँ ब्याङ्क ब्यालेन्स तपाईँको जुन छ रिजर्भमा तपाईँको लगभग 45देखि 50,000 तपाईँको चाहिँ रोन तपाईँको चाहिँ ब्याङ्कमा ब्यालेन्स देखाउनु पऱ्यो होइन। यति सबै कुराहरू छ भने तपाईँले चाहिँ आफ्नो फ्यामिलीको लागि भिसा एप्लाई गर्न सकिन्छ। त्यो गर्नको लागि पनि तपाईँले चाहिँ अब म्यारेज सर्टिफिकेटहरू भयो, म्यारेज सर्टिफिकेटहरू होइन, डकुमेन्टहरू डिफ्रेन्ट धेरै डकुमेन्टहरू चाहिन्छ जुन तपाईँले चाहिँ कुनै एजेन्सीसँग तपाईँले एप्लाई गर्नुहुन्छ या चाहिँ ChatGPT गुगल जेमिनीबाट सोध्नुहुन्छ भने त्यो कुन डकुमेन्टहरू चाहिन्छ, या नजिकको आइजिआईमा गएर तपाईँलाई सोध्नुहुन्छ भने कुन डकुमेन्टहरू पुरै चाहिन्छ हाम्रो यो भिसा एप्लाई गर्नको लागि, या तपाईँको रोमानियाकै तपाईँको पोर्टल साइटमा गएर तपाईँलाई चाहिँ फ्यामिली रियुनिफिकेसनको लागि कुन डकुमेन्ट चाहिन्छ त्यो सबै त्यहाँ तपाईँलाई चाहिँ राखिएको हुन्छ। त्यहीँबाट तपाईँहरूले त्यो सबै डकुमेन्टहरूको बारेमा बुझ्न सकिन्छ। त फ्यामिली रियुनिफिकेसन भिसा एप्लाई गर्नको लागि तपाईँले चाहिँ यो सबै कन्डिसनहरू पुरा गर्नु भइरहेको छ भने एप्लाई गर्न सकिन्छ र चान्स हुन्छ तपाईँको 100%मा 100% तपाईँको भिसा फ्यामिलीको लागि हालोस्। तर यदि तपाईँले चाहिँ यो सबै कन्डिसन मैले भनेको कुरा पुरा गर्नुभएको छैन भने तपाईँको भिसा तपाईँको फ्यामिलीको लाग्नेवाला छैन है। ओके, फेरि एकचोटि भनिदिएछु कुन कुरा कन्डिसन पुरा गर्नुभयो। तपाईँको फर्स्टमा चाहिँ 1 वर्ष पुरा भएको हुनु पऱ्यो। त्यसपछि मिनिमम स्यालेरी तपाईँको चाहिँ नेट स्यालेरीमा तपाईँको चाहिँ
325 तपाईँको लोन हुनु पर्यो। त्यसपछि तपाईँको एउटा एपार्टमेन्ट हुनु पर्यो। त्यो एपार्टमेन्ट आफ्नो फ्यामिलीलाई राख्न सक्छु। त्यही एपार्टमेन्टको एड्रेस वाइज तपाईँको चाहिँ टिआरसी कार्ड हुनु पर्यो। त्यसपछि तपाईँको चाहिँ ब्याङ्कमा ब्यालेन्स तपाईँको रिजर्भ तपाईँको 45,000 देखि 50,000 तपाईँको हुनु पर्यो। र त्यसपछि तपाईँको डकुमेन्टमा तपाईँको चाहिँ जति वर्ष यहाँ बसिसक्नु भएको छ त्यति वर्षसम्मको पुरै ट्याक्स प्रोपर रूपमा तिरेको होइन तपाईँको डकुमेन्टहरू जुन स्यालेरी स्टेटमेन्ट ब्याङ्क स्टेटमेन्ट हुन्छ त्यो चाहिँ चाहिन्छ। त्यो सबै कुराहरू पुरा गरिदिनु रहेछ भने तपाईँले आफ्नो फ्यामिलीको लागि रियुनिफिकेसन जुन हाम्रो भनिन्छ भिसा त्यो एप्लाई गर्न सकिन्छ र यसमा 100% तपाईँको चान्स लाग्छ तपाईँको भिसा लाग्ने है। अरू कुनै के पनि किसिमको चाहिँ फ्यामिली रियुनिफिकेसन भिसाको बारेमा केही कन्फ्युजन छ भने सोध्न सकिन्छ या इन्टरनेटमा पनि सर्च गर्न सक्नुहुन्छ। भिडियो दिनको लागि थ्याङ्क यू।